नमस्कार, अपन समाचारमा स्वागत छ। समाचार विस्तारमा। कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज मनाइँदैछ। सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखिन्छ। यसरी ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मी पूजा गरिन्छ। यसरी पूजा आराधना गरेमा लक्ष्मी स्थित भई बसिन्छ भन्ने वैदिक सनातन हिन्दू धार्मिक विश्वास रहेको छ। धनतेरसका दिन सुन चाँदीको गहना किनेर ल्याउने प्रचलन समेत छ। धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको भिड लाग्ने गर्छ। आजको दिनलाई धनतेरस या दशी, भान्ज त्रयोदशी जस्ता नामले समेत चिनिन्छ। आजका दिन नयाँ भाँडा किन्नेमा लक्ष्मीले सधैँ घरमा वास गर्छिन् भन्ने धार्मिक विश्वास रहेको छ। धनतेरस की तिथि रहते 2 दिन तिथि भेला के कारण से जनमानस में एगो अबेर चिंतन ई रहते कि धनतेरस की खरीदारी कौन दिन कैल जाए। धनतेरस की खरीदारी के लिए सबसे उपयुक्त दिन अबेर रविवार के दिन रहते। कारण शनिवार के दिन कोई भी नया धातु, कोई भी उपकरण घर में नहीं कीन के लावे के जनविश्वास धर्म ग्रंथ सब में उल्लेख है। भाडा पसलमा एक हप्ता अघिदेखि नै तामा, पित्तल लगायतका धातुका भाडा आकर्षण रूपमा साजसज्जा गरी राखिएको छ। यमपञ्चको पहिलो दिन आज साँझदेखि यमराजलाई प्रसन्न बनाउनमा घरमा परिवार संख्या अनुसार यमदीप दान सुरु गरिन्छ। सरकारले विपद पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड संशोधन गर्ने भएको छ। बिहिबार बसेको मन्त्री परिषद बैठकमा निर्णायक सार्वजनिक गर्दै शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले यस्तो निर्णय गरेको जानकारी दिनुभएको छ। उहाँले सरकारले संयुक्त राष्ट्रको खाद्य तथा कृषि संगठनको आयोजनामा मिति 2080 मङ्सिर 20 गतेदेखि 22 गतेसम्म थाइल्याण्डको बैङ्कमा आयोजना हुने कन्साइटाइन्जिन एक्सन टुवार्ड्स एग्री फूड्स सिस्टम ट्रान्सफर्मेसन कार्यक्रम राष्ट्रिय योजना आयोगका मान्य सदस्य चन्द्रकान्त राउतलाई सहभागी हुन स्वीकृत प्रदान गर्न निर्णय भएको जानकारी दिनुभएको छ। हामीले यो 80 कार्तिक 23 गते हिजो बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गरेका छौँ र त्यो निर्णयहरू बाहिर सार्वजनिक भइ पनि सकेका छन् र सार्वजनिक भएका र हुन बाँकी सबै निर्णयहरू म यहाँको बिचमा। उहाँका अनुसार सरकारले मिति 2080 मङ्सिर 12 देखि 15 गतेसम्म अस्ट्रियाको भियनामा आयोजना हुने 91 इन्टरपोल महासभामा प्रहरी महानिरीक्षक वसन्त बहादुर कोवर, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशी राज दाहाललाई सहभागी हुन स्वीकृति दिने, विपद पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड संशोधन गर्ने, गणतन्त्र पोर्चुगलका लागि नेपाली राजदूत पदमा सिरिसन नील नेपाल पाल्पालाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ। बिचमा जुन समाचारहरू केही आएका छन् र रुकुम पश्चिमबाट निर्वाचित सांसद मान्य जनार्दन शर्माका विषयमा जे समाचार आए, उहाँले यो विषयलाई आफूले वक्तव्य निकालेरै खण्डन गरिसक्नु भएको छ। त्यतिको जिम्मेवार मान्छेले त्यस्तो काम गर्नुहुन्छ भन्ने कुरा हामी कसैले विश्वास गर्न पनि सक्दैनौँ र त्यो भएको छैन भनेर सम्बन्धित हाम्रो त्यहाँको जिल्ला प्रशासन कार्यालय, त्यहाँको जसको कोड गरिएको छ। सरकारले भरतपुर महानगरपालिका र जनवादी गणतन्त्र चीनको सुशासित क्षेत्र तिब्बतको सिगात्सी सहर बीच भगिनी सम्बन्ध स्थापना गर्न भरतपुर महानगरपालिकालाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। सरकारले विराटनगर, मूलपानी र भरतपुरको क्रिकेट रङशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माण गर्ने गरी प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका शिक्षकलाई उपदानसहित सुविधा दिएको भन्दै 7 जना विरुद्ध मुद्दा दायर भएको छ। अख्तियारले जिल्ला शिक्षा कार्यालयका तत्कालीन विद्यालय निरीक्षक ब्रिजकिशोर यादव, नेपाल राष्ट्रिय प्राविका प्रधानाध्यापक धर्मेन्द्र प्रसाद यादव, चैथारू प्रसाद कुर्मी, बारा जिल्लाका शिक्षा अधिकारी तुलाराम भण्डारी, क्षेत्रीय शिक्षा निर्देशनालयका कामु निर्देशक दिनेश कुमार श्रेष्ठ र शाखा अधिकृत वेद प्रसाद पौडेल विरुद्ध
भ्रष्टाचार मुद्दा दायर गरेको हो। बाराको बैरनिया स्थित श्री राम प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक तथा नेपाल राष्ट्रिय प्राथमिकता विद्यालय प्रवाहीका पूर्व शिक्षक योगेन्द्र प्रसाद यादव 2073 वैशाख 16 गतेमा भ्रष्टाचार मुद्दा दोषी ठहर भएका थिए। दोषी ठहर भएर बर्खास्तमा परेका शिक्षक यादवलाई विभिन्न सुविधा र उत्पादन दिलाएको भन्दै अख्तियारले उनीहरू विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले सुविधा लिने शिक्षक यादव र सुविधा दिलाउन प्रयास गर्ने प्रधानाध्यापक तथा शिक्षा कार्यालयका अधिकारी कर्मीहरूमाथि मुद्दा चलाएको हो। यादवले आफू कसुरदार भएको फाइल गायब बनाई राजीनामा दिएर सुविधा लिएको अख्तियारको आरोप छ। कागजात गायब बनाएपछि उनले 1,05,000 रुपियाँ अतिरिक्त तलब लिएको अनि औषधि उपचार बिरामी बिदा र चार्ज पर्व खर्च समेत गरेर कुल 16,92,000 रुपियाँ भुक्तानी लिएको अख्तियारको दाबी छ। झापाको भरतपुर स्थित नापी कार्यालयका सर्वेक्षण सहित 3 जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी सर्वेक्षक देवनारायण ठाकुर, सुभाष चन्द्र यादव र बिचौलियाको काम गर्ने उमेश यादव विरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीहरूले जग्गाको किताकाट गरे बापत सेवाग्राहीसँग चेक र नगद सहित 1,25,000 घुस लिएको आरोप थियो। अख्तियारले गत आसोज 29 गते सर्वेक्षक ठाकुर र बिचौलिया यादवलाई सेवाग्राहीबाट नगद 70,000 र 55,000 बराबरको चेक बरामद गरेको थियो। ठाकुर र यादवले जग्गा किताकाट गरी बाटो प्रमाणीकरण गराउन घुस मागेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ। सांसदहरूले मुलुकको अर्थतन्त्र सङ्कटमुखी हुँदा पनि सरकार गम्भीर नभएको आरोप लगाउनु भएको छ। शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अधिकांश सांसदहरूले सरकारले यस्तो आरोप लगाएका हुन्। सांसदहरूले अर्थतन्त्रमा देखिएको समस्या र चुनौतीलाई समाधान गरी चाल्यमान बनाउनु पर्ने विषयमा सरकार गम्भीर नभएको बताए। उनीहरूले अर्थतन्त्र गम्भीर मोडमा पुग्दा समेत अर्थमन्त्री लगायत सरकारका सबै मन्त्रीहरू विदेश बनाउनमा व्यस्त रहेको बताउनु भएको छ। अवस्था राम्रो छ, सुध्रिँदैछ, राम्रो हुँदैछ, सकारात्मक हुँदैछ। हामीले चाहिँ नकारात्मक कुरा गरिदिनु हुँदैन, मनोबल टुट्नु दिनु हुँदैन। कमजोरीका कुरा गर्यो भने मनोबल टुट्छ भन्ने कोणबाट कुरा गर्नुभएको छ। अब मनोबल टुट्छ टुट्दैन त्यो सेकेन्डरी कुरा हो। हामीले भन्दैमा तथ्य लुक्दैन। हामीले चाहिँ सकारात्मक कुरा गर्दैमा नकारात्मक तथ्यहरू चाहिँ। बैठकमा बोल्दै काङ्ग्रेस सांसद एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले सबै विषय सकारात्मक हुँदा पनि अर्थतन्त्र सङ्कटमा परेको बताउनुभयो। उहाँले अर्थतन्त्रमा देखिएका समस्याको जवाफ अर्थमन्त्रीले मात्रै नभएर समग्र सबैले दिन नसके मुलुकको अर्थतन्त्रले गति लिन नसक्ने बताउनुभयो। उहाँले पछिल्लो समय नेपालको कमजोर आर्थिक वृद्धि दर, बढ्दो मूल्य वृद्धि रहेको बताउनुभयो। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर स्वर्णिम बागलेले सरकारले ग्रिन अर्थतन्त्रलाई प्राथमिकतामा लिएर अर्थनीति सुधार गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले बजेट कार्यान्वयन गर्ने विषयमा अर्थमन्त्रीसँग अति बढी अपेक्षा भए पनि विगतका मन्त्रीको जस्तो अवस्था देखिएको बताउनुभयो। सोच्याउन सक्यौँ भने त्यो नीतिगत सुधारकोमा तपाईँले एउटा नजिर स्थापना गरेर जानुहुनेछ आफ्नो कार्यकालमा। दोस्रो, बजेट इम्प्लिमेन्टेसनमा तपाईँले स्वीकार गर्नुभयो मैले गर्न सकेको छैन, अब 5-6 महिना भइसक्यो, धेरै अप्ठ्याराहरू रहेछन् भन्नुभयो। पुराना अर्थमन्त्रीहरूले पनि यसै भन्थे। तर तपाईँमा चाहिँ अलिकति बढी अपेक्षा थियो हाम्रो, किनकि तपाईँ अर्थशास्त्र पढेको अर्थमन्त्री हुनुभयो र त्यही भएर नै तपाईँले जेठ 15 को बजेटपछि विपक्षमा बसेको सांसदको हैसियतमा पनि हामीले शङ्काको लाभ दिएका थियौँ र तपाईँले उल्लेख गरेका असल कुराहरूलाई हामीले समर्थन नै गरेका थियौँ, रोस्टरमै बसेर बोलेको। तर त्यो उधारो समर्थन सांसदहरूले अहिले जिल्लाका निर्माण व्यवसायीले पैसा पाउन नसकेको भन्दै सरकारले निर्माण व्यवसायीहरूको भुक्तानी गर्न सुझाव दिएका छन्। उनीहरूले आयोजना सकिए पनि पैसा नपाउँदा निर्माण व्यवसायीदेखि श्रमिकसम्म समस्यामा परेको बताए। अर्थमन्त्री डाक्टर प्रकाश महतले विद्युतीय सवारीलाई प्रवर्धन गर्न नीति लिँदा राजस्व घटेको बताउनु भएको छ। शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री महतले इन्धनबाट चल्ने सवारीभन्दा विद्युतीय गाडीमा कम कर लाग्ने र पछिल्लो समय विद्युतीय सवारीको आयात बढेकाले राजस्व बढ्न नसकेको बताउनु भएको हो। अर्थमन्त्री महतले राजस्वतर्फ सरकारले सोचेको जस्तो सफलता नभएकाले गत वर्षको सोही समयको तुलनामा
9.33% राजस्व बढेको बताउनुभयो। उहाँले राजस्व सङ्कलनको संरचना परिवर्तन आएको बताउनुभयो। उहाँले विगतमा डिजेल र पेट्रोलमा आधारित सवारी साधनहरू मात्रै आउने गरेको र डिजेल र पेट्रोलमा आधारित सवारी साधन आउँदा 300% कर लाग्ने गरेको बताउनुभयो। पहिलो त्रैमासिक प्रोत्साहन गरिरहेको छु। यद्यपि मान्यज्यूहरूले मैले चाहिँ संसदमा केही अलिकति समायोजन अलिकति बढाउने कुरा गर्दा पनि इलेक्ट्रिक गाडीहरूमा यति बढाउने र भन्ने कुराहरू आएको। अहिले अधिकांश नयाँ जसले अर्डर गरिराखेका छन्, अस्ति भर्खरै यो चाहिँ अटोमोबाइल सो पनि भयो, जुन गाडीहरू त्यो इलेक्ट्रिक बेस्ड ल्याउन सहज छैन, ती बाहेक अधिकांश अर्डर चाहिँ इलेक्ट्रिक गाडीमा भइरहेका छन् र त्यसको राजस्व 10, 15, 25 धेरै जस्तो त्यो 10%, 15%मा सीमित भएको अवस्था छ। त्यसले गर्दा जुन हाम्रो चाहिँ परम्परागत यो गाडी आयातबाटमा जुन हेभी ट्याक्स हामीले लगाएका छौँ, त्यसबाट आउने राजस्व स्वाभाविक रूपमा यो स्ट्रक्चरल। उहाँले गत आर्थिक वर्षमा सोचे जस्तो आर्थिक वृद्धि हुन नसके पनि चालु आर्थिक वर्ष सुरु भएता अर्थमा केही ठोस सुधारको आधार सिर्जना भएको दावी गर्नुभयो। अहिले कतिपय कर घटेको र कतिपय प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकिएको उल्लेख गर्नुभयो। अब सानो व्यावसायिक विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। सत्तारूढ प्रमुख घटक नेपाली काङ्ग्रेसका नेता एवं पूर्व उप प्रधानमन्त्री प्रकाशमान सिंहले संहिता सम्बन्धी सबै कानुनहरू छिट्टो निर्माण गर्नुपर्ने बताउनु भएको छ। नेता सिंहले संविधानको आरक्षस पालना गर्दै नेपाली जनताको असन्तुष्टिलाई सम्बोधन गर्नका लागि 3वटै तहको सरकारलाई काम गर्न वातावरण बनाउन पनि संहिता सम्बन्धी कानुन निर्माणमा ढिलाइ गर्न नहुने बताउनु भएको हो। 2046 सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको 109 जन्म जयन्तीको अवसरमा पारेर शुक्रबार काठमाडौँको शोभा भगवती स्थित उहाँको शालिगमा माल्यार्पण गरेपछि उहाँले सञ्चारकर्मीमाझ संविधानको भावना र मर्म अनुसार कानुन निर्माण भए मात्रै नेपाली जनताको चाहना अनुसार संघीय प्रदेश र स्थानीय तहको सरकारले काम गर्न सक्ने वातावरण बन्ने स्पष्ट पार्नुभयो। नेता सिंहले गणेशमान सिंहले दिएको आर्थिक क्रान्तिको खाका अनुसार अघि बढ्न सके नेपाली जनताको चाहना अनुसार मुलुकलाई अघि बढाउन सकिने दावी समेत गर्नुभयो। सरकारहरू चाहिँ दिलाएर आवश्यक संघीय कानुनहरू समयमा चाहिँ बनाएर त्यसलाई चाहिँ लागू गर्नुको लागि अब हामीले चाहिँ ध्यान दिनुपर्छ र त्यसको अलावा पनि अहिले जनतामा एउटा चाहिँ कस्तो भन्दाखेरि हाम्रो चाहिँ यो जुन दुःख दर्द छ जनताको, यसलाई चाहिँ समेट्नुको लागि, यसलाई चाहिँ सम्बोधन गर्नुको लागि अब यो चाहिँ अहिलेको सन्दर्भमा पनि उहाँले भनेको कुरा, उहाँले चाहिँ एउटा चाहिँ खाकै उहाँले चाहिँ दिनुभएको थियो। यो आर्थिक क्रान्तिमा चाहिँ के गर्नुपर्छ भन्ने, यो जलस्रोतदेखि लिएर पर्यटनदेखि लिएर हाम्रो चाहिँ मूर्त अमूर्त संस्कृतिलाई चाहिँ जोगाउनेदेखि लिएर त्यस अवसरमा नेता सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलन मार्फत नेपाली जनतालाई अधिकार दिलाउने काममा गणेशमान सिंहले खेल्नु भएको भूमिकाको चर्चा समेत गर्नुभएको थियो। गणेशमान सिंहले नेपालको राजनीतिक परिवर्तनको आन्दोलनमा मात्रै नभई आर्थिक क्रान्तिको नयाँ खाका समेत कोर्नु भएको उहाँको भनाइ थियो। शहरी विकास मन्त्री सीता गुरुङले झोलुङ्गे पुललाई पर्यटनसँग जोड्नुपर्ने बताउनु भएको छ। शुक्रबार नेपालमा 10,000 भन्दा बढी झोलुङ्गे पुलहरू निर्माण सम्पन्न भएको उपलक्ष्यमा गरिएको तस्बिर प्रदर्शनी कार्यक्रममा बोल्दै मन्त्री गुरुङले झोलुङ्गे पुलहरूलाई पर्यटनसँग जोड्नुपर्ने बताउनु भएको हो। उहाँले विगतमा झोलुङ्गे पुलहरू केवल एक ठाउँबाट अर्को ठाउँ गाउँ जानको निमित्त र खोला वारपार गर्ने परियोजनाको निमित्त बनाइने गरेको उल्लेख गर्दै अब शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार क्षेत्रको विकाससँग जोड्नुपर्ने बताउनु भएको हो। उहाँले झोलुङ्गे पुललाई खोला नालामा मात्रै केन्द्रित नगरी पर्यटनको सम्भावना भएका ठाउँहरूमा पनि निर्माण गर्नुपर्ने बताउनु भएको हो। एक पहाडबाट अर्को पहाड जोड्ने झोलुङ्गे पुल निर्माण गरी पर्यटन प्रबन्धन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। यसको निमित्त मन्त्रालयले नीतिगत व्यवस्था गरिसकेको पनि उहाँले स्पष्ट पार्नुभयो। अर्को गाउँ जानको निम्ति भनेर बनाइएको थियो होला, अर्थात् चाहिँ त्यो खोलावारी र
सहज भन्ने हिसाबले गरिएको थियो भने अब भनेको शिक्षा, स्वास्थ्य सँगसँगै कृषि, पर्यटन, पूर्वाधारको विकासलाई कसरी आर्थिक रूपमा जोडेर लिएर जान सकिन्छ भनेर सोच्नुपर्ने बेला आएको छ। त्यो हिसाबले अहिले हेर्ने हो भने भौतिक यो स्थानीय पूर्वाधार विभाग अन्तर्गत बनेको झोलुङ्गे पुलहरूको प्रकृतिलाई हेर्ने हो भने कतिपय स्थानीय समस्यालाई मात्रै सम्बोधन गर्ने खालको छ भने कतिपय झोलुङ्गे पुलहरू चाहिँ राष्ट्रलाई नै फरक ढङ्गले चिनाउने गरी पर्यटनको पूर्वाधारको विकास, आर्थिक विकासमा ठुलो टेवा पुग्ने कामहरू पनि भएको छ। त्यो हिसाबले यी अनुभवहरूलाई परिष्कृत गर्दै अब हामी भित्रसँग रहेको खोला, नाला, नदीमा उहाँले झुलुङ्गे पुललाई नागरिकको जनताको आय आर्जनसँग जोड्नुपर्ने पनि बताउनुभयो। उहाँले भूगोल अनुसार कहाँ के को व्यावसायिक खेती गर्न सकिन्छ भनेर सूचीकृत गर्न सकेमा सो क्षेत्रको आर्थिक समृद्धिमा सघाउ पुग्ने पनि बताउनुभयो। वन तथा वातावरण मन्त्री डाक्टर वीरेन्द्र प्रसाद महतोले दुबईमा हुने जलवायु सम्बन्धी सम्मेलन COP28 मा नेपालका जलवायु परिवर्तनबाट प्रभावितहरूले सहभागिता जनाउन सक्ने बताउनु भएको छ। बिहिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले जलवायु परिवर्तनबाट प्रभावित भएका स्थानीयहरूलाई सम्मेलनमा सहभागी हुन इच्छुक भए आफ्नो नाम दर्ता गराउन हरेक प्रदेशमा चिठी पठाइसकेको बताउनुभयो। उहाँले COP28 मा नेपालले आफूलाई परेका समस्या प्रमाणित गरेर देखाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले COP मा मात्रै गुहारेर नेपालमा जलवायु परिवर्तनबाट परेका असरहरूको समाधान नहुने भन्दै आन्तरिक रूपमा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि गरेका पहल कदमी र तयारीका बारेमा पनि विशेष जोड दिनुपर्ने उहाँले बताउनुभयो। उहाँले COP28 मा नेपालको तर्फबाट प्रधानमन्त्रीले सहभागिता जनाउने उल्लेख गर्दै नेपालले सम्मेलनमा आफ्ना समस्याहरू स्पष्ट रूपमा राख्नु सक्नुपर्ने बताउनुभयो। र त्यसको खास विशेष गरेर हामी जस्ता देशहरू अहिले यसका भिक्टिम भइरहेका छौँ। हाम्रो नेपाललाई सम्झिने हो भने यही विगत केही दिनमा हामीले धेरै किसिमका भूकम्प भनौँ, हामी त्यस्तै अस्ति भर्खर मुस्ताङमा आएको बाढी पीडित भनौँ, त्यस्तै पूर्वमा आएका बाढी भनौँ, मेलम्चीका कुरो गरौँ, यी यस्ता चिजहरू, यस्ता घटनाहरू नेपालमा एकदमै छिटो छिटो दोहोरिरहेको अवस्थामा हामी छौँ। अहिले हामी कोपका कुरो गरिरहेछौँ। कोपको बारेमा हामीले धेरै सेन्सिटिभ भएका छौँ, हाम्रो आवाज उठाउनुपर्छ। तर हामीले के बिर्सिनु हुँदैन भने यो क्लाइमेट चेन्ज कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्रालयका सचिव डाक्टर दीपक कुमार खरालले COP सम्मेलनमा नेपालले अन्तर्राष्ट्रिय जगतलाई सजिलो हुन किसिमले भन्दा पनि नेपाललाई परेका समस्या केन्द्रित आवाज उठाउने बताउनुभयो। सम्मेलनमा नेपाललाई परेका समस्या समाधानका लागि आवश्यक मुद्दाहरूमा केन्द्रित भएर सरकारले आफ्नो एजेन्डा प्रस्तुत गर्ने बताउनुभयो। चाहिँ सम्मानीज्यूबाट व्यक्त भएको एउटा कुरा के हो भने हामीले कोपमा व्यक्त गर्ने कुराहरू चाहिँ अरूको लाइनमा जाने अथवा अरूलाई सजिलो के हुने अथवा अन्तर्राष्ट्रिय जगतले के सोचेको छ र कसरी जान खोज्छ त्यो लाइन होइन। हामीलाई परेका समस्याहरू र त्यो समस्या समाधान गर्न पर्नेको लागि हाम्रो आवाज के हो त्यो कुनै पनि नहिचकिचाइकन प्रष्ट रूपमा चाहिँ हामी चाहिँ एक्लै भए पनि त्यो दाबी गर्ने किसिमले क्लेम गर्ने किसिमले प्रस्ताव राख्नुपर्छ। त्यो हिसाबले तपाईँहरूले स्ट्याटस पेपरहरू र कन्ट्रीका थीमेटिक पेपर तयार गर्नु भनेर निर्देशन भएको छ। हाम्रो लाइन पनि त्यो लाइन समातेर माननीय मन्त्रीजीको चाहिँ त्यो भिजनमा हामीले काम गरेको अवस्था छ। यो अवस्था हामीले चाहिँ पाएका छौँ। त्यसकारण पोलिटिकल्ली हामीले चाहिँ यो अब आउने कोपमा हामीले राख्नुपर्ने विषयहरू सशक्त रूपमा सचिव खरालले क्लाइमेट फाइनान्सको बहसमा नेपालले आफ्नो मेकानिजमले एडजस्ट गर्न सक्ने षड्यन्त्र प्रभावकारी हुने किसिमले लम्बिङ गर्न सक्ने रहेको बताउनुभयो। हस्त अहिलेलाई यतिकै पलपल खबर तेज नरहला अप्पान टेलिभिजन। नमस्कार।